साथीहरु शेयर मार्केट रिलेटेड दुईवटा भिडियो अलरेडी मैले बनाइदिएको छु हैन। यदि तपाई बैंकमा फर्म भरिसकेपछि हैन फर्स्ट टाइम कसरी लगइन गर्न सक्नुहुन्छ जस्तै हेर्न सक्नुहुन्छ यो दुईवटा भिडियो हेर्नु होला तपाईलाई सबै कुरा थाहा हुन्छ हैन। तर यस भिडियो अन्तर्गत आज म तपाईलाई लाइभ देखाउन गइरहेको छु जस्तै आईपीओ तपाई भर्नुभयो हैन। अब कसरी सेल गर्ने अनि सेल गरेपछि मेरो शेयर एकाउन्टमा लगइन गरेर कसरी ट्रान्सफर गर्ने हैन अनि कति दिनमा पेमेन्ट आउँछ सम्पूर्ण जानकारी तपाई यस भिडियो अन्तर्गत पाउनुहुन्छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो अलिकति पनि स्किप नगर्नु होला साथीहरु, नभए फेरि तपाई केही बुझ्नुहुन्न। सो गाइस आज म तपाईलाई बंगाल हाइड्रो लिमिटेड को आईपीओ चाहिँ सेल गरेर देखाउन गइरहेको छु साथीहरु। जति रेट छ म त्यतिमै सेल गरिदिने छु हैन, किनकि तपाईलाई सिकाउनको लागि अलिकति घाटा त म एडजस्ट गर्न सक्छु हैन। तर फरक पर्दैन, अझै पनि आईपीओहरु मेरो परेका छन् हैन, त्यही भएर फरक पर्दैन। आज म तपाईलाई बंगाल हाइड्रो लिमिटेड को शेयर आज सेल गरेर देखाउन गइरहेको छु हैन। अनि सेल गरिसकेपछि मेरो शेयरमा लगइन गरेर शेयर ट्रान्सफर कसरी गर्ने, कति घण्टामा गर्ने हैन, अनि शेयर ट्रान्सफर गरिसकेपछि कति दिनमा हाम्रो पेमेन्ट चाहिँ बैंक एकाउन्टमा रिसिभ हुन्छ हैन, सम्पूर्ण जानकारी तपाई यस भिडियो अन्तर्गत पाउनुहुन्छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। अब आउनुस् भिडियो सुरु गरौँ। तर भिडियो सुरु गर्नुभन्दा पहिले म एउटा कुरा भन्न चाहन्छु साथीहरु, यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियो एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला अनि साइडमा रहेको बेल आइकन प्रेस गरेर अलमा सिलेक्ट गरिदिनु होला। अलमा सिलेक्ट गर्नुभयो भने म जुनसुकै भिडियो पोस्ट गर्छु हैन त्यसको नोटिफिकेसन सबभन्दा पहिले तपाई पाउनुहुन्छ। सो गाइस सबभन्दा पहिले तपाई आफ्नो ब्रोकर एकाउन्ट लगइन गर्नु होला। तपाईको कति नम्बरको ब्रोकर हो हैन, लगइन गरेर यता हेर्न सक्नुहुन्छ बाय एन्ड सेलमा क्लिक गरिदिनु होला। जस्तै कि मैले अलरेडी गरिदिसके हैन। त्यसपछि यहाँ बंगाल अलरेडी सिलेक्ट गरिसकेको छु हैन। यहाँ क्लिक गरेर तपाईसँग यदि अरु कुनै कम्पनीको शेयर छ भने सिलेक्ट गर्नु होला हैन। सिलेक्ट गरिसकेपछि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ प्राइस अलरेडी यहाँ देखाइरहेको छ हैन। यदि तपाई छिटो बेच्न चाहनुहुन्छ भने यतिमै छोड्दिनु होला। तपाई जुनसुकै कम्पनीको शेयर सिलेक्ट गर्नुभयो भने हैन यहाँ प्राइस देखाइदिएको हुन्छ हैन। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ क्वान्टिटी, अब तपाईसँग कति किता शेयर रहेको छ हैन त्यो चाहिँ यहाँ राख्नु पर्ने हुन्छ। जस्तै मसँग 10 किता छ, 10 राखिदिए हैन। एकैछिन साथीहरु, सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ मैले भन्न बिर्से, त्यसको लागि सरी हैन। म अहिले सेल गर्न गइरहेको छु, त्यही भएर यो सेलको अप्सनमा क्लिक गरे हैन। यदि तपाई पनि सेल गर्न चाहनुहुन्छ भने बेच्न चाहनुहुन्छ भने यो सेलमा क्लिक गरेर राख्नु होला। जस्तै मसँग यहाँ हेर्न सक्नुहुन्छ 10 किता छ, 10 राखिदिसके हैन। तपाई एउटा कुरा ध्यान दिनु होला, यदि तपाई किन्न चाहनुहुन्छ भने यो बायमा क्लिक गर्नु होला। यदि तपाई बेच्न चाहनुहुन्छ भने सेलमा क्लिक गरेर राख्नु होला। त्यसपछि सेलमा क्लिक गरिदिनु होला। अब यहाँ सबै डिटेल देखाइदिएको हुन्छ हैन। त्यसपछि कन्फर्म अर्डरमा क्लिक गरिदिनु होला। क्लिक गर्नेबित्तिकै यहाँ हेर्न सक्नुहुन्छ साथीहरु मेरो चाहिँ सेल भइसक्यो। अब सेल हुनेबित्तिकै हैन यहाँ फिल्ड लेखेको देखाइदिन्छ तपाईलाई। यदि बाइ चान्स तपाईले हाई प्राइस राख्नुको कारण सेल भएन भने कसरी सच्याउन सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ एरो हैन। यो एरोमा एकचोटी तपाई क्लिक गर्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ साथीहरु चारवटा अप्सन खोलेर आउँछ, अमेन्ड, क्यान्सल, डिटेल, हिस्टोरी। यो अप्सन के हो भने यदि तपाई कुनै कम्पनीको शेयर हाई प्राइसमा त्यसको प्राइस राख्नु भयो हैन, तर त्यो कम्पनीको शेयर सेल भएन हैन, त्यस्तो अवस्थामा तपाई अमेन्डमा क्लिक गरेर सच्याउन सक्नुहुनेछ। त्यसैगरी यदि तपाई कुनै कारणले शेयर बेच्न चाहनुहुन्न भने यहाँ क्यान्सलको अप्सन पनि राखिदिएको छ, क्यान्सलमा क्लिक गरेर तपाई क्यान्सल गर्न सक्नुहुनेछ। तर मेरोमा अहिले यहाँ हेर्न सक्नुहुन्छ साथीहरु यो दुईवटै अप्सन ब्लक भएको छ। अब यस्तो किन भयो भने मैले जुन कम्पनीको शेयर सेल गरे त्यो बिक्री भइसक्यो, त्यही भएर यो सच्याउन मिल्दैन र क्यान्सल गर्न पनि मिल्दैन। त्यसैगरी अर्को अप्सन हेर्न सक्नुहुन्छ डिटेल हैन। डिटेलमा क्लिक गरेर तपाई हेर्न सक्नुहुन्छ, यसको डिटेल चाहिँ हेर्न सक्नुहुन्छ। अनि त्यसपछि कुरा आउँछ हिस्टोरीको। हिस्टोरी पनि डिटेल जस्तै उस्तै हो हैन, त्यसैले यसको बारेमा म बढी कुरा गर्दिन। साथीहरु आई होप कि यो चारवटै अप्सनको बारेमा तपाईहरु सबै कुरा बुझ्नु भयो होला हैन। साथीहरु अरु एउटा कुरा, जस्तै यो चारवटै अप्सनको बारेमा मैले जानकारी दिए तपाईलाई हैन, तर एउटा कुरा याद राख्नु होला, तपाई कुनै कम्पनीको शेयर यदि सेल गर्नु भयो भने हैन यो फिल्ड लेखेर आउने बित्तिकै बुझ्नु कि तपाईको शेयर चाहिँ सेल भइसक्यो, बिक्री भइसक्यो हैन। शेयर बेचिसकेपछि अब तपाईले पर्खिनु पर्ने हुन्छ साथीहरु केही घण्टा। जस्तै हेर्न सक्नुहुन्छ अहिले मार्केट ओपन छ हैन, जब यो मार्केट क्लोज हुन्छ त्यसपछि तपाई अगाडिको प्रोसेस गर्न सक्नुहुनेछ। जस्तै मार्केट ओपन 11 बजे हुन्छ अनि क्लोज चाहिँ 3 बजे हुन्छ हैन। अनि 11 देखि 3 को बीचमा तपाई कुनै कम्पनीको शेयर चाहिँ बेच्नु भयो हैन, बिक्री गर्नु भयो। अब तपाईलाई पर्खिनु पर्ने हुन्छ, कम्तीमा 4-5 बजे ट्राई गर्नु होला, त्यो
टाइम चाहिँ एकदमै सही हुन्छ। साथीहरू अब 4-5 बजे म अगाडिको प्रोसेस तपाईलाई देखाउँछु। अरू एउटा कुरा साथीहरू, सेयर बेचिसकेपछि बेलुकाको 4-5 बजेतिर तपाईँ ब्रोकरको तर्फबाट एउटा एसएमएस पनि पाउन सक्नुहुन्छ। जुन एसएमएस यहाँ हेर्न सक्नुहुन्छ, यहाँ लेखेको हुन्छ T+T भन्नाले आजदेखि भोलिसम्ममा सेयर ट्रान्सफर गर्नुहोला, एडिआइस गर्नुहोला, नभए तपाईँले 20% पेनाल्टी तिर्नुपर्छ। अब बेलुकाको 4-5 बजेतिर सेयर ट्रान्सफर कसरी गर्ने होइन, WACC कसरी गर्ने, आउनुहोस् त्यो चाहिँ अब सिकाउन गइरहेछु। सो गाइस, सबभन्दा पहिले ब्याक आएर क्रोम ब्राउजर ओपन गर्नुहोला। त्यसपछि मेरो सेयर एकाउन्ट चाहिँ लगइन गर्नुपर्ने हुन्छ तपाईँले होइन। लगइन गरिसकेपछि माई पर्चेस सर्चमा क्लिक गर्नुहोला। त्यसपछि माई होल्डिङमा क्लिक गरिदिनु होला। त्यसपछि यहाँ सर्च गर्नुहोला साथीहरू, यसमा एकचोटि क्लिक गरिदिनु होला। त्यसपछि यहाँ देखाइदिन्छ तपाईँ कुन कम्पनीको सेयर चाहिँ बेच्नुभयो होइन। जस्तै मैले बुङ्गालको बेचेँ, बुङ्गाल यहाँ देखाइदियो होइन। त्यसपछि सर्चमा क्लिक गरिदिनु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यस्तो खाले इन्टरफेस। त्यसपछि यहाँनिर क्लिक गरिदिनु होला होइन। क्लिक गर्ने बित्तिकै अब तपाईँलाई प्रोसेस गर्नुपर्ने हुन्छ साथीहरू। प्रोसेसमा क्लिक गरिदिनु होला। त्यसपछि यो बक्समा क्लिक गरिदिनु होला अनि अपडेटमा क्लिक गरिदिनु होला। अब यहाँ हेर्न सक्नुहुन्छ माई होल्डिङ सेभ सक्सेसफुल कम्प्लिट भयो। अब यति गरिसकेपछि माई WACC केही गर्नु पर्दैन साथीहरू। अब 3 डटमा फेरि क्लिक गर्नु होला। त्यसपछि माई एडिआइसमा क्लिक गरिदिनु होला होइन। त्यसपछि ट्रान्सफर सेयरमा क्लिक गरिदिनु होला। त्यसपछि भ्यू डिटेलमा क्लिक गर्नुपर्ने हुन्छ। जस्ट भ्यू डिटेलमा क्लिक गरिदिनु होला। अब हामीले सेयर ट्रान्सफर गर्नुपर्ने हुन्छ साथीहरू। त्यही भएर अब ट्रान्सफर सेयरमा आएर होइन, त्यसपछि भ्यू डिटेलमा क्लिक गर्नुपर्ने हुन्छ। जस्ट यसमा क्लिक गरिदिनु होला। क्लिक गरिदिसकेपछि त्यसपछि यस्तो खाले इन्टरफेस देखिन्छ होइन। अब यहाँ फेरि यो बक्समा टिक मार्क गर्नुपर्ने हुन्छ साथीहरू। यो बक्समा टिक मार्क गरिदिनु होला यो तरिकाले होइन। त्यसपछि प्रोसेसमा क्लिक गरिदिनु होला। त्यसपछि फेरि यो बक्समा टिक मार्क लगाउनु पर्ने हुन्छ होइन। त्यसपछि कन्फर्म गरिदिनु होला। कन्फर्म गर्ने बित्तिकै यहाँ हेर्न सक्नुहुन्छ सक्सेसफुल रिक्वेस्ट फर ट्रान्सफर सेयर, हामीले सफलतापूर्वक सेयर ट्रान्सफर गरिसकेका छौँ। अब हाम्रो सबै काम सकियो। अब तपाईँ ढुक्क हुनुहोला साथीहरू, किनकि तपाईँले सफलतापूर्वक सेयर बेचिसक्नुभयो। अब यसको पेमेन्टको कुरा गर्नुभयो भने होइन, यसको पेमेन्ट ब्याङ्क एकाउन्टमा रिसिभ हुनलाई कम्तीमा 3 देखि 4 दिनसम्म टाइम लाग्न सक्छ। तर एउटा कुरा ध्यान दिनु होला, शुक्रबार र शनिबारको दिन मार्केट बन्द हुन्छ होइन। त्यही भएर त्यो 2वटा दिन काउन्ट हुँदैन। अनि त्यसै गरी यदि बिचमा कुनै तिहार पर्यो भने त्यो दिन पनि काउन्ट हुँदैन। सो गाइस, तपाईँहरू भिडियो त हेरिसक्नुभयो होइन। आई होप कि तपाईँहरू सबै कुरा बुझ्नुभयो होला। यदि अझै पनि तपाईँको मनमा कुनै प्रश्न छ भने कमेन्ट सेक्सनमा सोध्न चाहिँ नबिर्सनु होला। अनि यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल सब्सक्राइब गरिदिनु होला। अनि यो 4वटा भिडियोमा कुनै एउटामा क्लिक गरेर हेर्नु होला। अहिलेको लागि यति नै एन्ड बाई बाई।